हेलो सुदर्शनजी, कङ्ग्रेचुलेसन्स। हजुर सर, हजुर थ्याङ्क यू सर। ओभरअल 79 आएको छ, एकदमै धेरै फेरि पनि बधाई छ। तपाईँको कन्डिसन के थियो कि पहिला चाहिँ एउटा दिन भएको थियो, बिग्रिएको थियो, अनि मलाई भेट्नु भएको थियो। खासमा कसरी भेट्नुभयो, पहिला त्यहाँबाट स्टार्ट गरौँ न। मलाई कसरी चिन्नुभयो? हजुरलाई मैले कसरी भेट्यो भन्दा चाहिँ त्यही मैले सोसियल मिडियाबाटै भेटेको हजुरलाई। मैले यस्तो त्यही क्लासहरू लिनुपर्ने थियो, अनि लिनुपर्ने भएपछि अनि कसरी लिने, कसकोबाट लिने भन्ने त्यही अब डिसिजन लिँदै थिएँ। अनि त्यसमै ठ्याक्क हजुरलाई पनि भेटेँ। सायद मैले टिकटकबाट भेटेँ होला सायद। अनि त्यहीँबाट हजुरलाई कन्ट्याक्ट गरेँ। अनि कन्ट्याक्ट गर्ने बित्तिकै अनि हजुरले पनि इन्स्ट्रक्सन दिनुभयो कसरी अब क्लासहरू रन गर्ने। अनि त्यही अनुसार भनौँ न अगाडि बढ्यौँ। ठिक छ। पहिला क्लास लिइसक्नु भएको थियो कि मतलब त्यो जुन पहिला एउटा एक्जाम दिनुभएको थियो अलिकति कम आएको थियो, डिजाइड स्कोर आएको थिएन, अनि त्यसको लागि पनि क्लास लिइसक्नु भएको थियो कि आफैले सेल्फ स्टडी गर्नुभएको थियो, के थियो कन्डिसन? त्यसमा चाहिँ मैले आफैले सेल्फ स्टडी नै गरेँ सर। अलिकति युट्युबमा हेरेर अनि यताउता ट्रिपहरू अलिअलि यताउता गरेर आफै पढेको थिएँ। अनि त्यसमा चाहिँ अलिकति डिजाइड स्कोर आएन, ओभरअल 63 मात्रै आयो। अनि फेरि अब भएन, क्लासै लिनु पर्यो भन्ने सोचमा चाहिँ अनि फेरि हजुरबाट आइपुग्यो भनौँ न। हजुर, इजब्यान्ड चाहिँ 65 नै चाहिएको थियो तपाईँलाई? हजुर सर, इजब्यान्ड 65 चाहिएको थियो, नट लेस देन मोर देन 65। हजुर, त्यही चाहियो। अनि ठिक छ, कति दिनमा क्लास सकियो अनि त्यसपछि के गर्नुभयो? ओभरअल क्लास जर्नी कस्तो भएको थियो भन्नु न। ओभरअल एकदमै राम्रो हो सर। हजुरले अब सबै इच एन्ड एभ्री टपिकलाई, इच एन्ड एभ्री क्वेसनलाई अब कतिको प्रायोरिटी छ, होइन हाई छ कि लो छ कि कतिको टाइम दिने त्यो सबै भन्नुभयो। अनि त्यही अनुसार अब मैले पनि प्र्याक्टिस गरेँ एप युनिबाट। अनि हजुरले अर्को दिनुभएको थियो त्योबाट पनि प्र्याक्टिस गरेँ। अनि गरेपछि हाम्रो लगभग क्लास 2 हप्ताको होइन, एराउन्ड 2 हप्ताको भन्थ्यो। अब त्यस्तै 15-16 दिन गयो होला, 15-16 दिन भयो। त्यसपछि मैले लगतै एउटा कि दुईवटा हजुरलाई मैले पनि पठाएँ, एउटा फुल मक टेस्ट दिएर। अनि हजुरले त्यसमा रिभ्यू पनि गर्नुभयो, रिभ्यू के अरे अनि फिडब्याक पनि दिनुभयो। अनि त्यही अनुसार मैले फेरि त्यसको लगतै सायद 3 दिनमै टेस्ट बुक गरेँ। अनि टेस्ट पनि दिएँ। अनि फेरि अब भनौँ न लकले पनि साथ दियो, सबै कुराहरू भयो। अनि 65 इच आयो। 65 इच त आयो, तर स्पिकिङमा 85 आएको छ होइन। एकदमै राम्रो स्कोर हो यो, किन कतिजनालाई चाहिँ एकदमै गाह्रो भइरहेको हुन्छ मार्क्स ल्याउनलाई। अब 85 त एकदमै राम्रो हो। अब त्यो 85 स्पिकिङमा ल्याउनलाई चाहिँ अब कसरी गर्नुभयो? स्पिकिङको लागि स्पेसल्ली तपाईँले कसरी प्र्याक्टिस गर्नुहुन्थ्यो होइन? कतिवटा गर्नुहुन्थ्यो डेली, अथवा के चाहिने रहेछ 85 ल्याउनलाई? अब सर ठ्याक्कै हजुरले भनेको जस्तै अब स्पिकिङमा सबै टपिकहरू त्यति नै इम्पोर्टेन्ट छ भन्नुभएको थियो। अनि यसमा मार्क कन्ट्रिब्युट पनि सबैलाई गर्छ, हाई प्रायोरिटी छ सबै। जस्तै रिडर आउट भयो, रिपिट सेन्टेन्स भयो, डिस्क्राइब इमेज, अनि अझै तलको भयो, सबै इम्पोर्टेन्ट छ भन्नुभएको थियो। अनि हजुरले जस्तै भने जस्तै त्यही अब फ्लुएन्सीलाई मेन्टेन गर्ने। अनि मेरो चाहिँ अलिकति प्रोनाउन्सिएसन क्लियर हुन्थेन, फ्लुएन्सी चाहिँ मेरो मेन्टेन हुन्थ्यो हजुरले भनेअनुसार। अनि त्यही प्रोनाउन्सिएसन चाहिँ अलिकति मेरो पुरा वर्ड नबोल्ने अथवा यासहरू चाहिँ मैले छोड्ने गरेको थिएँ। अनि हजुरले भनेअनुसार मैले त्यसलाई नै त्यो प्रायोरिटी दिएर चाहिँ अब पढ्न थालेँ, प्र्याक्टिस गरेँ। त्यही हजुरले भनेअनुसार चाहिँ दिनको 10-12वटा चाहिँ गर्नुपर्छ भन्नुभएको थियो नि त, सुरु दिनबाट नै हो, त्यसरी नै गरेँ। अनि त्यही अनुसार एक्जाममा पनि त्यस्तै भयो। त्यस्तो विधि अप्ठ्यारो वर्ड आएको थिएन मलाई। अनि मैले रिपिट गर्दाखेरि यसो हेर्दाखेरि सुन्दै नसुनेको वर्डहरू थिएन। अनि त्यही कारणले गर्दा पनि मलाई इजी भयो। अनि फर्स्टमा अलिकति कन्फ्युज भएको थियो फर्स्ट रिडर आउट गर्दाखेरि, तर सेकेन्ड, थर्ड, फोर्थमा चाहिँ मैले आफूलाई फ्लुएन्सी मेन्टेन गरेर क्लियर स्पिकिङ गरेँ। अनि सायद त्यही भएर नै होला सर। मेन फोकस चाहिँ हामीले फ्लुएन्सीलाई चाहिँ गर्नै पर्यो भनेपछि? हजुर सर, फ्लुएन्सी चाहिँ मैले चाहिँ सर नै पढेको थिएँ, विदाउट स्टप, यताउता फम्बल नभइकन भनौँ न कन्टिन्युस नै मैले दिएको थिएँ। साथसाथै प्रोनाउन्सिएसन पनि क्लियर भनौँ न, कतै पनि नछोड्ने, कतै पनि अब एड पनि नगर्ने, त्यसरी। रिपिट सेन्टेन्स कस्तो भएको थियो, मतलब कतिको गाह्रो लाग्यो रिपिट सेन्टेन्स एक्जाममा चाहिँ? रिपिट सेन्टेन्स त्यही हजुरले भनेको जसरी नै अब मैले चाहिँ एड गरिनँ, सायद सजिलो आएर नि होला एड गर्न नपरेको। किनकि अब त्यही कतिवटा एराउन्ड 10-12वटा आउँछ होइन, 10-12वटा आउनेमा अगाडिको त्यो 6-7वटा त सजिलै थियो कि, सजिलै पनि छोटो पनि थियो। हजुर, छोटो पनि थियो, त्यही भएर मैले एड गर्नु नै परेन, केही हटाउनु परेन, मैले सल्लको बोलेँ। अनि पछाडिको चाहिँ 3-4वटा चाहिँ लामो थियो त्यो सम्झिँदा पनि अलिक गाह्रो हुने क्या, त्यति लामो थियो। अनि त्यसमा चाहिँ जति मैले सम्झिन्थेँ 50%, 60%, 70% त्यति मात्रै ट्याक्क बोलेँ। अनि मैले एडहरू केही पनि गरिनँ, सायद त्यो भएर। हजुर, फ्लुएन्सी चाहिँ ठिक थियो, फ्लुएन्सी मैले सरले नै भनेको थिएँ। हजुर, भनेपछि मेन फोकस चाहिँ हाम्रो ओरल फ्लुएन्सी हुनु पर्यो।
हैन अब रिपिट सेन्टेन्समा त कन्टेन्ट अलिकति छुटे पनि अथवा अरूमा तपाईँको प्रोनाउन्सिएसनमा प्रब्लम थियो नि त ओभरअल स्पिकिङमा त्यो त्यस्तो भए पनि मेन फोकस चाहिँ हामीले ओरल फ्लुएन्सीलाई चाहिँ गर्नु पर्यो मेन फोकस हो हजुर हजुर फ्लुएन्सीलाई नै गरेको मैले पनि यताउता जसरी पनि सर भन्ने फ्लुएन्सी चाहिँ मेन्टेन गर्ने नै पर्ने रहेछ अब रिजल्ट अनुसार रिजल्ट आएको देखेर चाहिँ फ्लुएन्सी चाहिँ मेन रहेछ भन्ने जस्तो लाग्यो मलाई ठिक छ एन्सर सर्ट क्वेसन सबै मिलाउनु भएको थियो कि थिएन एन्सर सर्ट क्वेसन अलिकति गाह्रै लाग्थ्यो सर मलाई 5-6 वटा आएको थियो अनि मैले 2-3टा जति मिलाएँ तर 2-3टा चाहिँ गाह्रै लागेको थियो मलाई मैले मिलाएँ भनौँ अब अहिले चेन्जेस भनेको डिस्क्राइब र रिटेलमा अलिकति ह्युमनले कन्टेन्ट चेक गर्ने भन्ने कुरामा हो होइन अब त्यसमा पनि तपाईँको जे राम्रो 85 आएको भएर चाहिँ अब डिस्क्राइब इमेज र रिटेल लेक्चरलाई अब कसरी गर्न सकिन्छ त अब यो चेन्जेस पछाडि जुन अहिले ह्युमनले चेक गर्ने भनिरहेछ होइन अब कसरी गर्नुपर्ने रहेछ कसरी गर्नुभयो तपाईँले अनि कस्तो पिक्चर आएको थियो एक्जाममा पिक्चर मलाई तीनटा आएको थियो डिस्क्राइब इमेजमा एउटा टेबल आएको थियो अनि सेकेन्डमा चाहिँ त्यो लाइफ साइकल जस्तो त्यो फर्स्ट स्टेप सेकेन्ड स्टेप जस्तो आएको थियो अनि थर्डमा मलाई जस्तो लाग्छ पाइ चार्ट आएको थियो अनि मैले चाहिँ त्यही हजुरले भनेको जस्तै टेम्प्लेट नै त्यही भनौँ न त्यही थियो अनि मसँग नि अलिअलि भनौँ न मसँग नै थियो अनि मैले चाहिँ सजिलो कसरी हुन्छ मलाई सजिलो कुन चाहिँ सेन्टेन्स चाहिँ म सम्झिन सक्छु हो त्यो चाहिँ मैले एड गरेको थिएँ अनि त्यही अनुसार अब बोलेँ मैले पनि फर्स्टमा पनि सेकेन्डमा पनि थर्डमा पनि अनि त्यही भएर नै हुनसक्छ हजुर फ्लो चाहिँ मेन्टेन थियो अनि हजुरले भनेर त्यति धेरै कन्टेन्ट पनि युज गर्नु पर्दैन हाइएस्ट र लोएस्ट अनि उताउति पाइ चार्टमा पनि जुन छ हाइलाइटेड वर्डहरू छ तिनीहरू बोल्दामा हुन्छ कन्टेन्ट धेरै एड गर्नु पर्दैन भन्नु मैले त्यही पनि गरेँ त्यो पनि गरेँ भन्नु इन्ट्रोडक्सन दिने त्यहाँको अलिकति डिटेल्सहरू भनिदिने त्यसपछि मेन त्यो डिटेल भन्नाले अब हाइएस्ट लोएस्ट भने हाइएस्ट लोएस्ट नभए अरू डिटेल फर्दर डिटेल भनिदिने अनि कन्क्लुजन दिने भनेर जस्तो फ्लोमा गरिदिनु भयो त्यही भएर 85 आयो होइन त्यस्तो आत्तिएर परेन डिस्क्राइब इमेजमा होइन हजुर त्यस्तो आत्तिएर एकदम गाह्रो भनेर सोच्नु परेन डिस्क्राइब इमेजलाई सोच्नु परेन सर किनकि हामीले प्र्याक्टिस गरेको जस्तो नै थियो कि प्र्याक्टिस गरेको जस्तै थियो नदेखेको जस्तो थियो होइन कतै कतै देखेको जस्तो थियो प्र्याक्टिस गरेको जस्तो थियो अनि त्यही अनुसार मलाई बनाउन पनि सजिलो भयो अनि अब कुन फर्स्टमा बोल्ने कुन सेकेन्डमा बोल्ने कस्तो थर्डमा बोल्ने अलिकति त्यो हजुरले दिएको टेम्प्लेटले नै मलाई हेल्प गर्यो त्यही अनुसार मैले नि बोलेँ फ्लुएन्सी मेन्टेन गरेर त्यही नै हुन्छ अनि रिटेल लेक्चरमा कतिवटा क्वेसन आएको थियो अनि कसरी गर्नुभयो रिटेल लेक्चरमा एउटा मात्रै आएको थियो सर एउटा मात्रै आएको थियो समथिङ टेक्नोलोजी इन्टरनेट अथवा वेबसाइट त्यस्तै टेक्नोलोजीको बारेमा आएको थियो अनि त्यही भएर त्यो टिप्न पनि मलाई सजिलो भयो कुनै ठाउँमा फेज टिपेँ कुनै ठाउँमा किवर्ड मात्रै पनि टिपेको थिएँ जुन सजिलो लाग्छ मैले भन्न सक्छु जुन लाग्छ मैले त्यही टिपेको थिएँ अनि त्यही अनुसार त्यही हजुरले पठाउनु भएको टेम्प्लेट अनुसारै अब 5-6 वटा सेन्टेन्स बोल्ने अनि 5 वटा सेन्टेन्समा चाहिँ कुनै कुनैमा फेज हाल्ने कुनै कुनैमा 2-3टा किवर्ड हालिदिने भन्नुभएको थियो नि त हजुरले हो सर त्यति नै भने मैले त्यसमा पनि फ्लुएन्सी मेन्टेन भएको थियो सेन्टेन्स हाल्नु भएको थियो कि थिएन कन्टेन्ट के भन्नु सर कम्प्लिट सेन्टेन्स हाल्नु भएको थियो कि थिएन कन्टेन्टमा कम्प्लिट सेन्टेन्स हालेको थिएँ सर दुईटा हालेको थिएँ 2टा कि 3टा हालेको थिएँ सर मान्छे मिक्स गरेर गर्नुभयो कतै फ्रेज कतै किवर्ड कतै कम्प्लिट सेन्टेन्स गरेर फ्लोमा सर र बोलिदिनु भयो होइन हजुर सर टेम्प्लेट नै युज गरेर गर्नुभयो हजुर सर हजुर कुनै बेला चाहिँ मैले फ्रेज टिप्न भ्याएको थिएँ त्यही भएर जुन टिप भ्याएँ मैले लेखेँ कुनैमा चाहिँ मैले सेन्टेन्स टिप्न भ्याइनँ अनि किवर्ड चाहिँ ट्याक्कै माइन्डमा चाहिँ एड हुन्छ नि त अनि त्यो हजुर त्यसमा चाहिँ मैले किवर्ड मात्रै बोलेँ अनि सेन्टेन्स टिप्न पाएको ठाउँमा चाहिँ मैले सेन्टेन्स चाहिँ भनेँ ओके ल 85 आएको छ होइन एकदमै राम्रो स्कोर हो त्यो स्पिकिङमा चाहिँ अब किन धेरैलाई गाह्रो हुन्छ कि स्पिकिङ अब तपाईँलाई पनि पर्सनल्ली मैले त्यो क्लास लिँदै गर्दा अलिकति फ्लो एकदम पर्फेक्ट छ जस्ट तपाईँले चाहिँ प्रोनाउन्सिएसनलाई चाहिँ अलिक फोकस गर्नु है भने जस्तो मलाई लाग्छ होइन त्यही नै भन्नु थियो मैले जतिचोटि रिडअप गर्दा जतिचोटि स्पिकिङको दिँदा पनि तपाईँको फ्लो ठिक छ तर प्रोनाउन्सिएसन चाहिँ अलिकति बिग्रिरहेको छ कता कता त्यसमा चाहिँ हजुरले क्लियर गरेर क्लियरली बोल्नु भन्नुभएको थियो ठ्याक्कै त्यही भएछ ठिक छ ल अब त्यो राम्रो आइहाल्यो होइन अब भन्छ खास किन इस्टब्यान्ड 65 चाहिएको थियो तपाईँलाई ए सर मलाई चाहिँ यतापट्टि अहिले यो मेरो भिजा अहिले म टिआरमा छु अहिले यतातिर अनि यसमा चाहिँ मलाई इन्डिपेन्डेन्स भिसा भन्नाले अब टिआर एप्लाई गर्न चाहिँ मलाई 65 इच चाहिएको थियो अनि 65 भयो भने 10 पोइन्ट दिन्छ क्या यिनीहरूले यहाँ अनि त्यो भयो अनि त्यही कारणले मलाई चाहिएको थियो 65 पनि ठिक छ स्पिकिङ सेक्सन बाहेक अब अरूमा पनि इस्टब्यान्ड 65 कटेको हुनाले अब तपाईँले इस्टब्यान्ड 65 कटाउन अरू सेक्सनमा चाहिँ कसरी के गर्नुपर्छ तपाईँले कसरी गर्नुभएको थियो भन्ने कुराहरू सर राइटिङ रिडिङ लिसनिङको सर एकचोटि केही अरूलाई टिप्सहरू केही छ भने भनिदिनु ए हुन्छ सर राइटिङमा
त्यो ठ्याक्कै दुईटै क्वेसन आएको थियो, कुनै कुनै बेला बढी नै आउँछ भनेर कति कति सुनेको पनि थियो, हजुरले पनि भन्नुभएको थियो। तर राइटिङमा त्यही फर्स्ट राइटिङमा समराइज रिटर्न टेक्स्ट एउटै आएको थियो, त्यो राम्रोसँग गरेँ, त्यही फुल सेन्टेन्स। अब लामो के अरे 40 देखि 50 वर्ड भन्नुभएको थियो हजुरले, त्यही अनुसार गरेँ। अनि बिचमा अब त्यो कमाएर एन्ड लेखेर अब यदि सेन्टेन्स पुगेन भने लास्टमा दियर फोर अथवा सेमिकोलन दिएर नै गर्नुपर्छ भन्नुभएको थियो हजुरले, मैले त्यही गरेँ। अनि अर्को एसेमा क्वेसन सायद कल्चरल हेरिटेज हो कि समथिङ त्यस्तैको आएको थियो, इम्पोर्टेन्स छ कि छैन भनेर के अरे वाट इज यर ओपिनियन भनेर आएको थियो। अनि त्यसमा त्यही हजुरकै टेम्प्लेट फलो गरेर तिनवटा सेन्टेन्सहरू थपेर अनि किवर्डहरू यताउता मेन्सन गरेर गरेँ, त्यो पनि त्यस्तै राम्रै भयो। अनि राइटिङमा पनि रिडिङमा पनि के अरे त्यो फर्स्टको फिलिङ द ब्ल्याङ्क्सहरू, रिडिङ एन्ड राइटिङ फिलिङ द ब्ल्याङ्क्स राम्रै थियो, सजिलै थियो, क्वेसनहरू कन्टेन्टहरू बुझ्ने यताउता नै थियो। कुनै कुनै वर्ड त लास्टै गाह्रो थियो भन्ने हुन्छ, तर मैले प्याराग्राफ पढ्दा चाहिँ सजिलो थियो। अनि कुनै ठाउँमा ग्रामर युज गरेँ, कुनै ठाउँमा अब अलिकति भोक्याबहरू युज गरेँ, कुनै ठाउँमा कन्टेन्ट्स बुझेर युज गरेँ, त्यही भएर त्यो सजिलै भएको थियो रिडिङ। अनि रिअर्डर सेन्टेन्सहरू पनि ठिकै थियो। अनि पछाडि रिडिङ फिल इन द ब्ल्याङ्क्स पनि सजिलै थियो। अनि हजुरकै टिप्स ट्रिक्सहरू पनि युज गरेँ, ग्रामरहरू युज गर्ने, भर्ब मिसिङ भएको छ कि नाउन मिसिङ भएको छ कि भन्नुभएको थियो, त्यही युज गरेँ। अनि टाइम म्यानेजमेन्टमा केही समस्या थियो र रिडिङमा? हजुर, टाइम म्यानेजमेन्टमा केही समस्या भएको थियो? टाइम म्यानेजमेन्टमा भएन सर, ठिकै भ्याइयो भनौँ न, ठिकै भ्याइ। लास्ट क्वेसनमा पुग्दाखेरि 2 मिनट अझै बाँकी थियो, ठिकै थियो, ठिकै टाइम म्यानेज गर्नुभएछ। लिसनिङ सेक्सन के भयो? लिसनिङ पनि त्यस्तो ठिकै थियो सर। लिसनिङ पनि फर्स्टको त्यो समराइज स्पोकन टेक्स्ट ठिकै थियो, त्यो पनि हाम्रै टेम्प्लेट अनुसार नै गरेँ मैले। अनि त्यो तलको लिसनिङ फिल इन द ब्ल्याङ्क्स 2टा आएको थियो, सायद 5-5वटा ब्ल्याङ्क्स थियो होला, त्यो पनि अब हजुरले भने अनुसारै अलिकति क्लियरली सुनेर चाहिँ लेख्ने भन्नुभएको थियो। मैले सकेसम्म राम्रै भएको थियो, अब 100मा 100 नमिलेको होला, 2-3टा बिग्रेको थियो होला, त्यो पनि ठिकै थियो। अनि तलपट्टि त्यो सिङ्गल मल्टिपल चोइसहरू क्वेसनहरू त्यो पनि राम्रै थियो, सजिलै थियो, कुनै अलिअलि गाह्रो पनि थियो। अनि त्यो भयो। राइट फ्रम डिक्टेसन चाँडा आएको थियो, चाँडामा 3टा चाहिँ सजिलो थियो, मैले सम्झेकै थिएँ भनौँ न, कपीमा लेख्नै परेको थिएन। हाम्रो त्यो टिप्स एन्ड ट्रिक्समा जसरी नै पढेको थियो त्यसरी नै सजिलो भएको थियो। एउटा चाहिँ अलिकति गाह्रो आएको थियो, सायद त्यो वर्ड्सहरू अलिकति ह्याप्पी भएर होला, मैले क्याप्चर गर्न अलिकति पाइनँ। अनि अर्को त्यो मिसिङ वर्ड त्योभन्दा माथिल्लो आउने मिसिङ वर्ड पनि सजिलो थियो, 2टा कि 3टा आएको थियो। त्यही भएर के भएको थियो सबै ओभरअल हेर्दाखेरि। ओके, फाइनल टिप्स। अब स्टुडेन्टहरूले जसले चाहिँ स्पेन 65 ल्याउँछु भनेर एकदम मिहिनेत गरिरहनु भएको छ, उहाँहरूलाई चाहिँ अब स्टडी प्लान तपाईँको आफ्नो केही थियो भने अथवा तपाईँको केही टिप्स छ भने फाइनल तपाईँको वर्ड्सहरू राख्न सक्नुहुन्छ होला उहाँहरूको लागि? ए हजुर सर, अब ठ्याक्कै हजुरले भनेको अनुसार नै अब जस्तै आज रिड आउट गरेको छ भने त्यसमा चाहिँ फर्स्ट फ्लुएन्सी मेन्टेन गर्ने र क्लियर बोल्ने फुल बोल्ने। जस्तै एउटा वर्ड छ भने त्यसमा एस छ कि छैन, इडी छ कि छैन, त्यसमा क्लियर बोल्ने, त्यति धेरै स्ट्रेस दिनु पनि पर्दैन। अनि तर फ्लुएन्सी चाहिँ मेन्टेन गर्नु पर्यो। अनि हजुरले भनेको जस्तै यो आज रिड आउट गरेको छ भने त्यसै 10-15वटा चाहिँ प्र्याक्टिस गर्नै पर्यो होइन। अब एप युनि यताउतामा मेरो कहिले पनि त्यस्तो विधि राम्रो नम्बर आएको थियो, 85 त मैले सोचेकै थिएन, 85 स्पिकिङमा मेरो 85 आउँछ भने त कहिले सोचेको थिएन। त्यो रिड आउट गर्दाखेरि त्यस्तै म्याक्सिमम आयो 70, नभए एराउन्ड आउने भनेको 60, 61, 63, बेलामा 75सम्म आएको थियो मेरो स्पिकिङमा, त्यस्तो आएको थिएन। अब अरूहरू पनि त्यसरी नै हो। अनि अब रिडिङको कुरा गर्दाखेरि कन्टेन्ट्स बुझ्ने, यताउता ग्रामर टिप्स एन्ड ट्रिक हजुरले भनेको अनुसार नै त्यही फलो गरेको मैले, आनन्दले गर्ने, बडी प्रेसर लिने बित्तिकै फेरि कन्ट्रोल हुन्थ्यो। हजुर, एउटातिर भन्दैमा चाहिँ अर्कोतिर फेरि त्यसको प्रेसर उता सिफ्ट नगर्ने भन्नुभएको थियो, ठ्याक्कै त्यसरी नै भयो। अनि लिसनिङमा राम्रोसँग सुन्ने, अब चोइस के अरे मल्टिपल चोइस क्वेसनहरू पनि अब उनीहरूले अडियो बोल्छ नि त, अडियो बोलेर हामी सुन्नुपर्ने हो, त्यसमा राम्रो डिटेलसँग सुनिरहने भन्नुभएको थियो। त्यसमा राइट फ्रम डिक्टेसन त्यस्तै भयो। अनि त्योभन्दा माथिपट्टि आउने क्वेसन मिसिङ वर्डहरू त्यो पनि राम्रोसँग सुनेर गर्ने भन्नुभएको थियो। त्यसरी नै गर्ने हो। 65 अब अलिकति प्र्याक्टिस गऱ्यो भनेर प्र्याक्टिस गरेपछि आउँछ नै भन्छु म चाहिँ। अब अरू त्यो एपहरूमा चाहिँ विश्वास अलिकति त्यस्तो विधि भएन, किनकि मैले पनि प्र्याक्टिस गरेँ नि त। अब हजुरसँग आएपछि प्र्याक्टिस गरेँ, हजुरसँग आउनुभन्दा अगाडि पनि कतिचोटि प्र्याक्टिस गरेँ, तर मेरो स्पिकिङमा 85 आउनु पहिले पनि आएको थिएन। तर हजुरकै टिप्स ट्रिकले चाहिँ अब आयो भनौँ न, किनकि हजुरसँग क्लास लिएर सकिने बित्तिकै 2-3 दिनपछि एक्जाम दिएपछि आयो पनि। अब त्यही
कतिको इफेक्टिभ भयो क्लास तपाईँलाई त्यो पनि कुरा एकचोटि राख्दैन इफेक्टिभ नै थियो सर किनकि अब हामीले 2 हप्ता जति लिग्यौँ त 2 हप्ता मिनिमम 2 विक्स नभए 15 16 17 दिन नै लिग्यौँ अब एकदमै ठिक थियो सर हजुरले अब प्रायोरिटी किनभने कस्तो थियो कि अनलाइन क्लास चाहिँ इफेक्टिभ हुँदैन भन्ने हुन्छ नि त किनभने त्यो हुन्छ अब तर हामीले ग्रुप त राख्दिनँ मैले कहिले पनि ग्रुप क्लास गरेको छैन अहिलेसम्म अनलाइन चाहिँ होइन ग्रुप भन्नाले त्यही म्याक्सिमम् 3-4 जनासँग राखेर गरेको छु तर अझै त्यो पनि गरेको छैन होइन अनि तपाईँको केसमा पनि 1-on-1 सेसन गर्ने कुरा थियो तर अब 2 जनाले नै एकदम अगाडि अर्को एकजनाले पनि रिक्वेस्ट गरिरहेको भएर खास 2 जना राखेको अनलाइन इफेक्टिभ हुने रहेछ कि रहन्छ तपाईँको विचारमा के भयो कस्तो भयो भन्नु अनलाइन जस्तै मैले पहिला आफैले पढेर दिएको हो आएको थिएन एराउन्ड लेस देन 65 नै आएको थियो एउटामा मात्रै 65 कटेको अरूमा सबै मैले लेस देन 65 आएको थियो अनि पछि चाहिँ मैले चाहिँ हजुरको क्लास लिएर चाहिँ अनि फेरि एक्जाम दिएको त्यसमा ओभरअल नट लेस देन 68 समथिङ छ अब म चाहिँ इफेक्टिभ नै भन्छु सर किनकि अब हजुरले सिकाएको अनुसार गरेर मैले वहाँ गएर भने नि त भने अनि एन्सर गरेँ लेखेँ त्यही भएर म चाहिँ क्लास दिनु नै पर्छ भन्ने चाहिँ सोच्छु अब हुन त सबैको आफ्नो रिजन हुन्छ मक टेस्टको फिडब्याक कतिको तपाईँलाई ठिक लाग्यो मतलब त्यसले केही काम गर्यो कि गरेन कि अथवा हेल्पफुल भयो कि भएन त्यो हजुर सर भयो नि मैले हाम्रो क्लास सकेपछि एउटा मक टेस्ट एक दिन बिताएर मैले दिएँ अनि हजुरले फेरि मलाई भोलिपल्ट रिभ्यू दिनुभयो त्यसमा मैले एप युनिबाट दिएको त्यसमा ओभरअल त्यस्तै 65 66 कति आएको थियो तीनटामा 65 कटेको थियो एउटामा स्पिकिङमै कटेको थिएन त्यसमा एप युनिमा 65 मै के अरे सरी स्पिकिङमा 65 कटेको थिएन एराउन्ड 62 कति आएको थियो अनि हजुरले फेरि भन्नुभयो त्यतिको ठिकै छ फ्लुएन्सी मेन्टेन छ नम्बर आउँछ अलिकति कन्टेन्टलाई अलिकति क्लियर बोल्नुहोस् भन्नुभएको थियो नि त हजुर सर त्यही भएर सर अनि फेरि पछि एक्जाममा त राम्रो आयो अब सेयर गरिदिनु भयो एक्सपिरियन्स त्यसको लागि धेरै धेरै धन्यवाद ए हुन्छ सर हस् सर थ्याङ्क यू सर थ्याङ्क यू